हेलो साथीहरू, के छ खबर? मेरो फेरि नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। वेलकम अगेन with new videos. Today I am going to Gawar Valley. Gawar homestay, sorry, Gawar Valley होइन, Gawar homestay भ्याली टाइपको पनि छ, पहाड सानो थोरै पहाड जस्तो पनि छ होइन। हजुरहरूलाई म त्यसको दृश्य पनि देखाउन गइरहेको छु। अहिले म कोलपुर पुगेको छु साथीहरू। कोलपुरदेखि हो उत्तरतिर लाग्नुपर्छ नि, बल्ल पुगिन्छ गाउँतिर। यो पुरानो बस पार्क हामी आइपुग्यौँ। पहिला सुरु यतापट्टि पुरानो बस पार्क यो साइड देखाइरहेको छु नि, त्यतातिर पुरानो बस पार्क थियो। अहिले त्यो हटाएर उता अगाडि लगेको छ होइन, चौरा साइडतिर। अब यस्तै छ। अनि त्यसपछि अब साँझको बेला गएको दुईजना, म र मेरो मामाको छोरा दुईजनाको चाहिँ गएको हामी होइन। धेरै दिनपछि भेट भएको, यसो गर्मी पनि थियो, अब जाम्न त भनेर नि लिएर गएको मैले। अब उसलाई घुमाउनु पनि पऱ्यो होइन अलिअलि। अब ठिकै छ भनेर अब म यहाँ पेट्रोल पम्प, पुलिस पेट्रोल पम्प आइपुगेँ। पुलिस पेट्रोल पम्पबाट यो हाम्रो कोलपुरको चौरा, पूर्वतिर गयो भने काठमाडौँ, यता दक्षिणतिर गयो भने नेपालगञ्ज, उत्तरतिर गयो भने सुर्खेत जुम्ला जाने बाटोतिर हो। अब यहाँबाट म उत्तरतिर लाग्यो साथीहरू। अब यो मन्दिर, राम मन्दिर भइहाल्यो। हामीहरूको कोलपुरबाट गएको हुनुहुन्छ उहाँहरूले थाहा पाइहाल्नु भएको छ होला। यो राम मन्दिर हो। साँझको बेला सनसेट हुन आएको छ। कस्तो राम्रो भ्यू पनि दामी देखिरहेको छ क्या होइन साथीहरू। हेर्दै जानुहोस्, हजुरहरूले रमाइलो हुन्छ। हजुरहरूलाई राम्रो लाग्छ भने लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला होइन साथीहरू। अब ट्राफिक नियमको पनि पालना गर्नुपर्छ। हामीले धेरै ओभर स्पिड पनि गर्नु हुँदैन। अनि त्यसपछि रमाइलो राम्रो हुन्छ। राम्रोसँग यात्रा गर्नुपर्छ। यात्रामा हामीहरू आत्तिनुहुन्न, आत्तिएर कुनै पनि काम गर्नुहुन्न जस्तो लाग्छ मलाई होइन। आत्तिएर काम गरेपछि बिग्रिन्छ कामहरू। अनि बिस्तारै जानुपर्छ। यो फेरि बाटो एकदम सानो छ है। यो अरनिको राजमार्ग अन्तर्गत पर्छ। मलाई ट्याक्कै थाहा भएन यसको कुन राजमार्ग पर्छ होइन। नेपालको सुर्खेत रोड पनि भन्छ यसलाई मेनली होइन। हजुरहरूलाई थाहा छ भने चाहिँ कमेन्ट गरिदिनु। म यही नजिकको भएर पनि मैले रिसर्च राम्रोसँग गर्दिनँ क्या, त्यसको लागि क्षमा प्राप्ति छ होइन। अब बाटो एकदम साँघुरो छ हेर्नु साथीहरू। अब यो बाटो साँघुरो हुनु भएको कारणले गर्दा एकदम यहाँ दुर्घटना पनि एकदम भइरहेको हुन्छ क्या। त्यसैले एकदम सचेत भएर चलाउनु पर्छ। यो बाटो सानो छ होइन। अनि त्यसपछि हामीहरू आत्तिनु पनि हुँदैन। लामो छ, राम्रोसँग कटाउनु पर्छ। मलाई त्यस्तै लाग्छ। अब हजुरहरूलाई के लाग्छ, हजुरहरूको विचारहरू कमेन्ट गरेर भन्नुहोस् होला। हजुरहरू कहाँबाट देख्न हुन्छ मेरो भिडियो कस्तो लाग्छ प्लिज कमेन्ट गर्दाखेरि अलिकति राम्रो हुन्थ्यो। हजुरहरूको पनि राम्रो हुन्थ्यो, मेरो पनि राम्रो हुन्थ्यो होइन। बिस्तारै अब मैले आइटी ग्रोथ गराउन कोसिस गरिरहेको छु। अब अलिकति इम्प्रुभमेन्ट पनि चाहिरहेको छ आइको भिडियोमा। अब नयाँ ठाउँको नयाँ अलिकति कन्फिडेन्ट लिएर पनि भएको छैन क्या मेरो, त्यही भएर पनि हो। नत्र त अब ठिकै हो। अरू त त्यहाँकै छु म साथीहरू। अब जानु परिहाल्यो। अब यसो घुमघाम यस्तै छ। अनि साथीहरू हेर्नुहोस् न भिडियो कस्तो लाग्छ हजुरहरूलाई है।
यहाँबाट चाहिँ कच्ची बाटो सुरु हुन्छ साथीहरू। अब बाटो अलिकति खराबै छ भनौँ होइन, गाउँघरको बाटो अब त्यस्तै हो। तर अब अलिकति बनाउनु पर्ने बाटो हेर्नु त अब यस्तै खटाङ खुरुङ होइन, यस्तै डिस्को सिस्को छ। के गर्ने होइन साथीहरू, अब होमस्टेहरू टन्नै छ क्या फेरि यतातिर। अब यो पनि हो, अनि अर्को ठाउँ उतापट्टि पनि छ, यो मिनी घाबर, यतातिर मिनी घाबर भन्छ, उतातिर अर्को ठुलो घाबर पनि छ। त्यहाँ चाहिँ अलिक धेरै नै होमस्टेहरू छन्। अब यो भर्खर भन्दा नि अब भइसक्यो लगभग 10-12 वर्ष जति यो होमस्टेको कन्सेप्ट आएको पनि। अनि त्यति साह्रो नेपालीहरू पहिला गएको थिएनन्, अहिले चाहिँ अब नेपालीहरू गइरहेको छन्। अब एकान्त शान्त राम्रो होइन, हाइजेनिक। अब कस्तो अब गाउँघरको खानाहरू टेस्टिङ गर्न मन लाग्यो भने चाहिँ अब होमस्टेतिर गयो होइन। अब धेरै महँगो पनि हुँदैन, सस्तो मिठो लोकल खानाहरू खाने गएपछि होमस्टेमा जाँदाखेरि बेस्ट हुन्छ र त्यहाँ अर्ग्यानिक चिजहरू पनि हुन्छ। अब हजुरहरूको आँखै अगाडि तिनीहरूले बनाएर दिन्छ होइन, त्यसमा राम्रो हुन्छ क्या। बाटो हेर्न कति साह्रो सबै। अब हामी म त एकचोटि हराइसकेको, अब पहिला पनि जान्थेँ होइन, त्यही पनि अब कन्फ्युज भयो क्या। कन्फ्युज भएर अगाडि गएको त बाटै सकिसक्यो रहेछ क्या। अनि फेरि फर्केर आउनु पऱ्यो। फर्केर आउँदाखेरि अनि फोन गरेँ, अनि फोन गरिसकेपछि बल्ल मैले त्यो पत्ता लाग्यो क्या। हेर्नु न क्या दामी टक्क लगाएर सनसेट अब यो भ्यू होइन। अब मलाई त साह्रै अब गाउँघरतिर मलाई मनपर्छ क्या हिँड्नलाई। हजुरहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनुहोस्। अब यहाँ त डिस्को त यहाँदेखि बाटो छ कि छैन जस्तो लागिरहेको थियो, त्यही पनि अगाडि गएर एकचोटि हेरौँ न। अब उतातिर जान्छ कि जाँदैन भनेर घुम्का गएँ। अब यो फेरि हामीहरूको बैजनाथमै पर्छ, बैजनाथ गाउँपालिकाभित्र। अब गाउँपालिकाले अब यसको स्तर उन्नतिको लागि पहल गर्नु पर्यो जस्तो पनि लाग्छ। र यो गाउँपालिकाभित्र पर्दाखेरि अब गाउँपालिकाले यसलाई कसरी अब गर्छ त्यो गाउँपालिकाको कुरा हो। गाउँपालिकाले अब यसलाई अलिकति अब व्यवस्थित रूपमा काम गराइदिनु पर्यो। अब यो ऐलानी जग्गाहरू पनि छ होला सायद यसमा, अब यसको लान पूजाहरू के कस्तो छ त्यो पनि हेरिदिनु पर्यो। र यो बाटोलाई अलिकति व्यवस्थित रूपमा बनाइदिएर मान्छेहरूलाई सहज रूपमा, अब यस्तो हो अब कोही अब यस्तो हुन्छ एडभेन्चर टुरिस्टहरूको लागि त ठिकै हो। अब यस्तो खड्डाखुड्डुक बाटोमा चलाउनु मन लाग्ने मान्छेलाई त केही फरक परेन। जो अब उ गरेर आउँछ त्यसलाई चाहिँ अलिकति गाह्रै हुन्छ। बाटो चाहिँ अलिकति बनाइदिनै पर्छ क्या साथी। यो सरकारले पनि, स्थानीय सरकारले पनि हेर्नुपर्छ त्यस्तो ठाउँलाई। अब मान्छेहरू आइरहेको छन्, बाटो यस्तो भयो नि मान्छेहरू अलिकति पुगेन भने चाहिँ आउन मन गर्दैनन् क्या, मलाई त्यस्तो लाग्छ होइन। अब हामीहरू त अब चलाइन्छ केटाहरू, यता बुढापाकाहरू अलिकति उयोहरू राति अब अलिकति गाह्रो हुन्छ। रातिहरू ढुङ्गासुङ्गा चिप्लिने यताउता त्यो ग्रेभलको बाटोमा चिप्लिनु गए हुन्छ क्या। त्यसैले अलिकति मिलाएर छिटोभन्दा छिटो अब यसलाई स्तर उन्नति गरेर अलिकति विकसित अवधारणा ल्याएर अलिकति यसलाई यहाँ ठाउँ के कस्तो छ पार्क सार्कहरू बनाएर होइन, यो होमस्टेलाई पनि एकदम चलायमान बनाइदिनु पऱ्यो क्या। अनि त्यसपछि तिनीहरूको पनि राम्रो हुन्छ होइन। सरकारले पनि अब सरकारको उसमा पनि ट्याक्स जम्मा हुन्छ। अब त्यस्तै रणनीति एउटा बनाएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ क्या होइन। अब त्यत्तिकै अब त्यो सम्बोधन दिने होमस्टे यताउता भनेर अनि आफूले पूर्वाधारहरू नबनाइदिने। अनि त्यो गरेपछि अनि त्यो होमस्टेको अलिक खासै काम लाग्दैन। बाटो चाहिँ अलिकति स्तर उन्नति गरेर होइन, बाटो चाहिँ ठिकठाकै बनाइदिनु पऱ्यो। ग्रेभलै गरेर पनि अलिकति राम्रो खालको गराइदिनु पऱ्यो, जहाँ कि मान्छेहरूलाई दुःख नहोस्। अब मलाई त त्यस्तो लाग्छ। हजुरहरूलाई के कस्तो लाग्छ साथीहरू? हजुरहरूको पनि सुझाव दिन सक्नुहुन्छ गाउँपालिकाहरूलाई के उहरूलाई होइन। त्यो दिएपछि हजुरहरूले दिएको सुझाव मानेपछि अनि आफै बन्ने हो नि होइन। म त त्यस्तो लाग्छ। हजुरहरूलाई के कस्तो लाग्छ कुराहरू हजुरले बताउनु पर्यो साथीहरू। त्यसपछि म त्यहाँ आइपुगेँ, जहाँ जानुपर्ने त्यहाँ आइपुगेर अनि त्यस पछाडि
त्यहाँभित्र छिराए बाइक र रात पऱ्यो साथीहरू। अब यताउता गफसप साथीहरू हल्का हल्का भेटघाट अरू गफगाफ गर्दा गर्दा रात परिसकेको थियो। रात पर्दाखेरि अब हामीहरू अगाडि बढ्न लाग्यौँ साथीहरू होइन। अब अगाडि बढ्दैछ हामीहरू साथीहरू। अब घरतिर लाग्नुपर्ने बेला आउनुभयो। रात परिसकेको थियो मेन त। अब दिउँसो राति पनि हामी ठिक हुँदैन क्या भनेर अनि हामी अगाडि बढ्दैछौँ। अब अगाडि बढ्दैछ साथीहरू। अब यो रोडमा आइपुग्यो। मैले अब अरू त्यो भिडियोहरू मैले खासै गरिनँ होइन। अब बाटो साह्रो छ, राति झन् गाह्रो हुँदो रहेछ क्या। सबभन्दा अब एउटा पायो गाडी उताबाट अलिकति ओभरटेक गर्दै गएपछि अब ठुलो एक्सिडेन्ट हुने सम्भावना नि हुन्छ क्या माथि होइन। एकदम ध्यान राति चाहिँ एकदम ध्यान दिएर चलाउनुपर्छ। ट्राफिक नियमको पालना बारम्बार म भन्छु कि ट्राफिक नियमको पालना गर्नैपर्छ साथीहरू। ट्राफिक नियमको पालना गरेन भने एक मिस जिन्दगी पुलिस पनि भन्छन् त्यस्तै हुन्छ क्या। ट्राफिक नियमको जो सबैले पालना गर्नुपर्छ। मैले हजुरले सोले पनि ट्राफिक नियमको पालना गरेन भने जिन्दगी धरापमा पर्छ साथीहरू। अनि त्यसपछि म बिस्तारै अब आफ्नो रफ्तारमा आफ्नो बिस्तारै गन्तव्यतिर घरतिर लाग्दैछु साथीहरू। अरू देख्न सक्नुहुन्छ बत्ती गाडी कस्तो लड्दो छ। अब यतिखेर अब गाडीको अब अलिकति बिच सडिल पनि हुन्छ साथीहरू। कोही बेलामा अब आफ्नो कहिले घरतिर फर्किने मान्छेहरू हुन्छ। अब आफ्नो घुम्ने गरेर के गरेर अब फर्किने मान्छेहरू टङ्गी हुन्छ बाटोमा होइन। त्यही भएर पनि अब राति साँझको बेलामा अलिकति बिजी हुन्छ क्या। लगभग अब त्यही 5 देखि 8 बजेको आरआरीमा एकदम बिजी क्या रोड चाहिँ। धेरै अब गाडी पनि धेरै, बाटो सानो होइन। समस्या त्यही हो नि, बाटो त स्तर उन्नति गर्नैपर्छ साथीहरू। स्तर उन्नति गरेन भने काम छैन चाहिँ। छिटोभन्दा छिटो सरकारले चाहिँ यो पनि पहल गर्नुपर्छ। यो हाम्रो बैजनाथ गाउँपालिकाको सरकारले पनि अलिकति पहल गर्नु पर्यो होइन। विशेष गरी अब यो होमस्टेलाई पनि अलिकति चलायमान गराउनु पर्यो, राम्रो गराउनु पर्यो। अब म यहाँ कोइलपुर चौरामा आइपुगेँ साथीहरू। यो बत्ती बलिरहेको छ नि जुन यो कोइलपुर चौरा हो। अब यता पूर्वतिर यो पूर्व काठमाडौँतिर जाने भइहाल्यो होइन। अनि यता दक्षिणतिर नेपालगञ्ज भइहाल्यो। अब म पश्चिमतिर लाग्दैछु साथीहरू। पश्चिमतिर त्यो धनगढीतिर जाने अब यहाँदेखि हाम्रो घर ठ्याक्क 8 किलोमिटरको उसमा पर्छ। अब अगाडि बढ्दैछु साथीहरू म। हजुरहरूलाई कस्तो लाग्यो भिडियो राम्रो लाग्यो लाइक सेयर सब्सक्राइब प्लिज गरिदिनु होला। हजुरहरू मायाले नै अब यो भिडियो बनाइरहेको छु। अलिअलि सब्सक्राइबरहरू बढ्दै हुनुहुन्छ, माया बढ्दै हुनुहुन्छ होइन। अरू त अब यस्तै हो जिन्दगीमा। अब सुख दुःख भन्ने चिज यस्तै हो। घुम्नुपर्छ साथीहरू, कमाउनुपर्छ, दिनको जिन्दगी बिताउनुपर्छ हाँसी खुसी भएर होइन। मलाई त्यस्तै लाग्छ। अब हजुरहरूको कुरा के छ मलाई थाहा छैन। हजुरहरूले कमेन्टमा गरिदिनु भने चाहिँ अलिकति थाहा हुन्थ्यो। अनि प्लिज लाइक सेयर सब्सक्राइब कमेन्ट जे गर्नु मन छ गरिदिनु होला होइन। यहाँ त अब आफ्नो इच्छा म बनाउँछु हाल्नुहुन्छ। हजुरहरूलाई मन पऱ्यो भने चाहिँ अब ठिक छ, मन परेन भने चाहिँ सुझाव दिन सक्नुहुन्छ। सुझाव दिनुभयो भने राम्रो हुन्थ्यो है साथीहरू। सुझाव हजुरको पुरै आएको छ मलाई भन्दै आजको भिडियोलाई यहीँ समाप्त गर्छु साथीहरू। फेरि म अर्को भिडियोमा हजुरहरू नयाँ ठाउँ ल्याएर उपस्थित भइहाल्छु नि होइन। तबसम्म गाई टाटा बाई बाई, ह्याभ अ ग्रेट डे, गुड नाइट, सी यू अन नेक्स्ट भिडियो। थ्याङ्क यू साथीहरू।